यहाँले नेपियर घाँस लगाउँदाखेरि यो तरिकाले लगाउनु भयो भने डिलमा हेर्नुहोस्, यहाँ बिरुवा पनि देखिन्छ र यहाँ यसरी घाँस पनि देखिन्छ। यो दुईटै तरिकाले चाहिँ यहाँले नेपियर घाँस लगाउन सक्नुहुन्छ। यो डिल यहाँले देख्न सक्नुभएको छ। यो घाँस कस्तो लाग्यो? यो चाहिँ अब अहिले यस्तो सुक्खा सिजनमा पनि यस्तो राम्रोसँग घाँसहरू भइरहेका छन्। यो पाटामा चाहिँ यहाँहरूले पाटो देख्नुभएको, अरू केही लगाउन पाइन्छ भने यो उसमा चाहिँ डिलमा लगाउने हो भने यसै गरी यहाँले यसरी यो तरिकासँग, यो मेथडसँग पनि लगाउन सकिन्छ। घाँस लगाउने तरिका, नेपियर घाँस लगाउने तरिका यहाँहरूले देख्न सक्नुहुन्छ। नेपियरका नि विभिन्न जातहरू हुन्छन्, ती जातहरू मध्येको यो एउटा जात हो।